नाति बोजूले हजुर दिनभरि मैले रुङ्ग्यो। म कति भाग्यमानी रहेछु क्या। टक्कै यहाँ माथि पनि अर्को बोट रहेछ तरुलको बोट। तरुल चाहिँ यस्तो छ है। ल थौसी राख्छ यो त आमामा यो यस्तो नाति बजुहरूले तरुल टक्कसँगले निकालियो। यति निकालियो। यहाँ चाहिँ सानो सानोमा चाहिँ अलैँची फुल्न थालेको छ। यो चाहिँ बुवाले चाहिँ यो खेतलाई चाहिँ अलैँची बगान बनाउँदै हुनुहुन्छ। यो तल्लो यो कुलोदेखि तल चाहिँ निकै नै झ्याङ भइसकेको छ। यो उत्तिसको बोटो रहेछ छ। यहाँ पहेँलो झ्याङ देख्न सकिन्छ, दुईवटा झ्याङ। यो चाहिँ तरुलको बोट हो। सो हेरौँ के कतिको पाइन्छ होइन, कतिको निकाल्न सक्छ। त अलिक अप्ठ्यारो अप्ठ्यारो माछा होइन, के कस्तो हुन्छ। सो हेर्नु होला। अनि अप्ठ्यारो चाहिँ अप्ठ्यारोमा छ होइन, अलिक सम्म परेको ठाउँमा छ। वनतरुल चाहिँ नि अलिक भिरालो जमिनमा चाहिँ खन्नु एकदम सहज हुन्छ। तर यहाँ चाहिँ अलिकति सम्म परेको ठाउँ छ। तरुलको बोट चाहिँ यहाँ एउटा छ। यो एउटा तरुलको बोट एउटा हो। अनि अर्को बोट चाहिँ यहाँ चाहिँ तर अलिकति सम्ममा छ, त्यही माथि ढुङ्गा भएको ठाउँमा छ। सो के हुन्छ माथि तरुलको बोटको झ्याङहरू यस्तो छ। तरुल चाहिँ खन्न थालियो साथीहरू है। अब निकाल्न चाहिँ सकिन्छ सकिँदैन, पुरै ढुङ्गै ढुङ्गा छ। हेरौँ त्यो ल साथीहरू मैले एकदम छोटो लगभग मैले 1 फुट पनि खरेको छुइनँ राम्ररी। तर तरुल निस्किसक्यो है। यो चाहिँ तरुल हो। यता तलसम्म छ। मैले जम्मा जम्मी 1 पिट्टा मात्र खनेको छु होला। तर यहाँ चाहिँ यता चाहिँ ढुङ्गा छ क्या। यहाँ ढुङ्गा छ। तरुल पनि आज त चाँडै
तरुल चाँडै निस्किरहेको जस्तो छ निस्किरहेको जस्तो होइन निस्किसक्यो तर पुरा चाहिँ निकाल्नु सकिन्छ सकिँदैन सो हेरौँ है अब अनि मैले अघि बोजूलाई भनेको छु तरुल निस्क्यो भने बोलाउँछु बोरा लिएर आउने भनेको छु स्पेसली चाहिँ बोजू र मम्मीले चाहिँ तरुल खाने रहर गर्नु भन्ने सो त्यही भएर अनि यसो अघि हेर्न आएको बोटमा झ्याङ पनि निकै राम्रो रहेछ अनि त्यही भएर चाहिँ खन्नु आएको सो खाल्डो चाहिँ योभन्दा गहिरो खन्नु सकेला जस्तो छैन है तरुल चाहिँ जति निस्किन्छ त्यति चित्त बुझाउनु पर्ला अनि यो पनि फेरि यस्तो ढुङ्गै भएको छेउमा छ यो पनि निकाल्न सकिन्छ सकिँदैन हेरौँ अब कस्तो हुन्छ अनि मैले चाहिँ बोजूलाई बोलाएको छु अनि बोजूलाई मैले अघि नै भनेको छु तरुल निस्क्यो भने बोलाउँछु आउनु है भनेको थिएँ अब सायद बोजू आउनुहुन्छ होला अनि तरुल के कति निस्किन्छ खासै धेरै त निस्किँदैन होइन म कति भाग्य मानिरहेछु क्या टक्कै यहाँ माथि पनि अर्को बोट रहेछ क्या तरुलको बोट यहाँनिर टक्क हेरेको अनि यहाँनिर मैले यसरी जोराहरू देखेँ क्या मेरो जराहरू देखेर मेरो पालो यस्तो आएर खोतालेको तरुल निस्किगयो तरुल हेर्नु त साथीहरू निस्किगयो अब ल साथीहरू बोजू पनि आइपुग्नु भयो को माथि त यो गोङको लाउने गङ्ग चामना मेल लाबे गङ्ग cô nếu rằng cái là mình ra khi ăn quàm rồi thôi thôi yung ơi mình uống khai cho kinh rồi mà thế mình dám na khá ăn quàm còn bí ở cái mình dám là 팔도 내 손에요. mình dám na quàm ở đây ở nhà chứ lu tak deh lu tọrọ nisio 사디로 네 오, 야, 뭐 दामी यहाँ तल पुरिएको छ फेरि यता पुरिएको छ हो न वा ल साथीहरु अघिको बोटबाट निकालेको तरुल चाहिँ यति हो अनि यहाँदेखि निकालेको चाहिँ यति अनि यहाँदेखि तल पनि अझै छ क्या यी ढुङ्गै ढुङ्गा छ त्यो छोड्दैको अब यहाँ छ यहाँको तरुल यहाँ निस्किसकेको छ अनि यहाँ बोजू तरुलको सेक्रेटरी हो nó cần qua bù cho lòng thịt đó nó thôi mà cả đó nó xong đâu vào được thôi ông ta sang là nè quá nên à mình cứ được đấy chứ này xong đâu vào được thôi để mình tôi đã học được cái gì Karen sisakang namin hindi mansira. Hindi ako. Sisakang na karen hindi ba niya wala. Kaman? Wala at kapati natin ba? Keprem na ito nga. Ala. Abram nabanghulo kaya ho. Hindi niya yan sumya ba? 힘들도 자인 민들 그 빠까 신대로 더 힘든데 어렵냐 왜 잡나와 저 아저까 엄마 큰나 빠까 신대로 아이람방이 다대봐 봐봐 해요 셋나라 도무다 이거 봐 해세로 봐 내가 살을 Indo cái ham được lệ không ba để là tăng cái tháp á mẹ nhá mà để lấy tay lấy phù sư thế đấy mẹ cái gì đang đi rồi गाह्रो छ नि यो कम्प्युटर
좀 걷더라. ल क्या बाजेलाई अब कितना थोड़ा काम राम्रो देखो अब भाइ नहीं हो रहा है यो दिखाओ अब करो इसी हाल्नु फेरि राख्छु गरी तर त निस्किँदैछ ए साथीहरु तरुल चाहिँ यस्तो छ है अलि ढुङ्गै ढुङ्गा भएर चाहिँ तरुलहरु सबै डुट्टियो निकै धेरै निकालिसक्यो यी बोजू यता हुनुहुन्छ तरुल रुँगेर यहाँ यस्तो छ यहाँ यस्तो छ अब यहाँ यस्तोमा कसरी खन्ने भन्ने विषयमा लो बोजू सबभन्दा ठुलो एमसे लो निस्क्यो सबैभन्दा ठुलो आजको यही हो निस्किन्थ्यो होला यी ढुङ्गा ढुङ्गा छ क्या अनि त्यही भएर अलिकति गाह्रो हो क्या साथीहरु भित्रपट्टि देखि आएको रहेछ नि त यो ढुङ्गा राष्ट्र फेर बनाइरहेको छ नि ए बगी अरे अब बोजूले आमाको तरुल खानु सकेको सपना पुरा भयो tambungnya sepatu apa hati-hati karena coba ini laksana itu bukannya aduh bumi tanggalnya seorang sabtam sunda ya pak balik sabtam sunda
यत्रो पनि होइन ल साथीहरू तरुल चाहिँ खने छ तर अलिकति बस्ने ठाउँ चेपारो हो त्यही भएर मजाले निकाल्नु सकेको छैन यत्रो त चौटा पारा निकाल्दै तासिहाल्यो नि बजु सबै ढुक्टो निस्किने हुन्छ ठुलो ल तरुल त निस्किएको छ हो चाहिँ तरुल त यता पनि छ बोझै आम्मामा सेतो न सेतो onko kammangin kepijakka ho thoban bendalang ko ubaya ba आज आमाको तरुल खाने सपना चाहिँ पुरा हुने भयो वन तरुल खाने सपना पुरा हुने भयो निस्क्यो बजु निस्क्यो तरुल ल थौसी राख्छ ल यो त आमामा यो यस्तो नाति बजुहरूले यता बोजु मिलेर खनेको तरुल मिलेर खनेको ल म भारी लाउने परामा बोजुले लु भारी लाउनु बोजु भारी लाउन यहाँ लु अर्को पनि सेतो सेतो माटो नलागेको भन्नुहुन्छ बोजु एउटा यस्तो राम्रो निस्क्यो लु तरुल पनि सकियो होला बोजु ल उगो सक्यो तरुल Tuhan phogro bang ko kheeri lungin bila tuhan phogta phogro 이 보죠 फेरि ho aduh yamba ke pang yamba yakpa लो लास्ट यो पनि बजु लो लास्ट सो यो cái đó con phogro bang khimen लो सिद्धियो तरुल सिद्धियो Pintu. Ande, apa ya? Toro, निकालियो namanya kok pundu पुगेको बोजूले भन्नुहुँदा हुन्छ परिश्रम पुग्यो अरे ल आजलाई भारी पुग्यो खै बोजू तेम्से उसो खानु पर्यो नि त कति केजी छ बोजू पक्सारे 8 केजी हो
अरे यक्सी आउनु 5-6 केजी यो यो ल नाति हजुरलाई बोजूले आज दिनभरि मैले रुङ्ग्यो हरेल्दै नातिले खुन्यो निकाल्यौँ भारी पुग्यौँ भारी कति केजी निस्क्यो बोजू भारी पुग्यो 8 केजी 10 केजी झन्ने ल बोजूले चाहिँ मैले चाहिँ स्पेसल्ली चाहिँ मम्मी र बोजूले चाहिँ बन्तरोल भनेको हुनुहुन्थ्यो अनि त्यही भएर चाहिँ आज बोजू नाति मिलेर चाहिँ हामी तरुल खनेर यम्बा निकाल्यो होइन यम्बा नि निकाल्यौँ यो पक्कै छु यो पक्याको ल बोजू यहाँ लाउनु ल टक्कसँगले साथीहरू अब चाहिँ हामी बोजू नाति चाहिँ घर जान्छौँ अब यसलाई आज खाइन्छ कि भोलि बिहान खाइन्छ थाहा छैन अब घर गएर सल्लाह गर्नुपर्छ ल साथीहरू है आज यस्तै भयो अब आजको तरुल गप्क्याइयो ल आमा नानी यो के हो यो के हो तरुल आम्मा माटो भन्यो माटो भएछ नि बोजूले खाप्नुभएको आजको तरुल यो के हो नानी लाउनु यता ल यो तरुल यसो राख्नुपर्छ क्या सबै माटो भएछ माटो भयो नि त्यो नो टच कस्तो दामी सेतो दामी मिठो भन्नु नानी माटो भएछ तरुल निकालियो नानी टक्कसँगले 2 वट खनेको तरुल हो यो ल चटक्क धेरै होइन 5 केजी जति चाहिँ निकाल्यो होला आज टक्कसँगले माटो भयो यति चाहिँ माटो निस्केछ बोजूले माटोसँग लाउनु भएको तर टक्कसँगले निकालियो यति निकालियो